आज हामी इतिहासकै सबैभन्दा चर्चित कथाहरूमध्ये एकको गहिराईमा जाँदैछौँ। त्यो हो उडाउ पुत्रको कथा। अब यो केवल एउटा पुरानो कथा मात्रै होइन, यो त परमेश्वरको असीम प्रेम बुझाउने एउटा शक्तिशाली माध्यम हो। यसले हामीलाई पश्चाताप र क्षमाको वास्तविक अर्थ के हो भनेर सिकाउँछ। यो शक्तिशाली कथा येशूले लुकाको पुस्तकको अध्याय 15मा सुनाउनु भएको हो। हेर्दा त यो एउटा बुवा र उनका 2 छोराहरूको साधारण पारिवारिक कथा जस्तो लाग्छ। तर जब हामी यसलाई खोज्दै जान्छौँ, यसको हरेक तहमा प्रेम, विद्रोह अनि छुटकाराको एउटा गहिरो सन्देश लुकेको पाउँछौँ। कथाको सुरुवात एकदमै सामान्य छ, होइन त? कुनै मानिसका 2 छोरा थिए। तर त्यसको तुरुन्तै कान्छो छोराले एउटा यस्तो माग राख्छ जसले त्यो समयको समाजमा तहल्का मचाउँथ्यो। उसले आफ्नो बुवा जीवित छँदै आफ्नो अंश मागिदिन्छ। अब यो केवल पैसाको लोभ वा अधीरता मात्रै थिएन। त्यो समयको संस्कृतिमा यस्तो माग गर्नु भनेको एउटा गम्भीर अपमान थियो। यस्तो अपमान जसले परिवारको जग नै हल्लाइदिन्थ्यो। आउनुहोस्, यो कति गम्भीर थियो भन्ने कुरा बुझौँ। एकछिन कल्पना गर्नुहोस् त, आफ्नै छोराले आफू जीवित छँदै आफूलाई मरेको घोषणा गर्नु। उसको अंश माग्नुको अर्थ ठ्याक्कै त्यही थियो। उसले भन्दै थियो, बुबा तपाईँ मेरो लागि मरिसक्नुभयो, म तपाईँको मृत्यु कुर्न सक्दिनँ, मलाई मेरो भाग अहिले नै चाहियो। यो कुनै पनि बुवाको लागि एकदमै हृदय विदारक कुरा थियो। अनि सम्पत्ति हातमा परेपछि उसले आफ्नो परिवार, आफ्नो संस्कृति, आफ्नो पहिचान सबै कुरालाई पछाडि छोडेर हिँड्यो। तर स्वतन्त्रताको त्यो भ्रम धेरै टिकेन। उसले आफ्नो पैसा मात्र गुमाएन, आफ्नो सम्मान र आत्ममूल्य पनि गुमायो। र अन्तमा त सुँगुरले खाने दाना खान पनि नपाउने अवस्थामा पुग्यो। एक यहुदीको लागि योभन्दा ठूलो पतन अरू के हुन सक्थ्यो र? जब ऊ आफ्नो दुर्दशाको सबैभन्दा तल्लो बिन्दुमा पुग्यो, तब उसको होस खुल्यो। उसले घर फर्कने निर्णय गर्यो। तर उसले छोराको रूपमा फेरि स्वीकारिन्छु भन्ने कल्पना समेत गरेको थिएन। उसको एउटै मात्र आशा थियो, एक ज्यालादारी नोकर बन्न पाऊँ, किनकि उसलाई राम्ररी थाहा थियो छोरा कहलाउने अधिकार उसले सधैँको लागि गुमाइसकेको छ। तर कथाको सबैभन्दा अप्रत्याशित र शक्तिशाली मोड अब आउँछ। त्यो हो बुबाको प्रतिक्रिया। वास्तवमा यही क्षणमा हामीले यो कथाको मुटुलाई छुन्छौँ र अनुग्रह अनि क्षमाको वास्तविक अर्थ के हो भनेर देख्छौँ। यहाँ के भनिएको छ भने, छोरो अझै धेरै टाढा हुँदै बुवाले उसलाई देखे। यसको अर्थ के हो? यसको अर्थ हो ती बुवा हरेक दिन, हरेक क्षण त्यही बाटो हेरिरहेका थिए। उहाँको मन आशाले भरिएको थियो, आफ्नो हराएको छोरा कुनै दिन फर्केर आउँछ कि भनेर। ती बुबाको स्वागत केवल भावनामा मात्र सीमित थिएन। उहाँले गरेको हरेक काम, त्यो दौडाई, त्यो अङ्गालो, त्यो सबैभन्दा राम्रो लुगा, औँठी, जुत्ता अनि त्यो भव्य भोज, यी सबैको गहिरो सांस्कृतिक अर्थ थियो। यी सबै कामले केवल क्षमा मात्र होइन, पूर्ण पुनर्स्थापना र सम्मानको घोषणा गरिरहेका थिए। बुबाले उसलाई माफ मात्र गर्नु भएन, उहाँले उसको गुमेको सबै कुरा फिर्ता दिनुभयो। त्यो सबैभन्दा असल वस्त्रले उसको सम्मान फर्काइदियो, औँठीले उसको अधिकार र जुत्ताले उसलाई फेरि छोराको स्थानमा स्थापित गर्यो। उहाँले उसलाई नोकरको रूपमा होइन, आफ्नो प्रिय छोराको रूपमा स्वागत गर्नुभयो। र यही भिन्नताले नै कथाको सार बताउँछ। छोराले सोचेको थियो, म ज्यालादारी नोकर बनेर आफ्नो गल्तीको मूल्य चुकाउँछु। तर उसले जे पायो त्यो उसको कल्पनाभन्दा कैयौँ गुणा ठूलो थियो। शर्तविहीन प्रेम, पूर्ण क्षमा र एउटा भव्य उत्सव। किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ। यी शब्दहरूमा बुवाको हृदयको त्यो गहिरो आनन्द र प्रेम पोखिएको छ। उसको फिर्ती केवल घर फर्कनु मात्र थिएन, यो त मृत्युबाट जीवनमा फर्कनु जस्तै थियो। ल, कथा त एकदमै मार्मिक छ। तर यो कथाको पछाडि लुकेको वास्तविक आध्यात्मिक अर्थ के हो त? आउनुहोस्, अब हामी त्यतितिर लागौँ। प्रश्न उठ्छ, येशूले यो कथा किन सुनाउनु भयो होला? के यो केवल एउटा पारिवारिक मेलमिलापको कथा थियो, वा यसको पछाडि अझ ठूलो उद्देश्य लुकेको थियो? वास्तवमा उहाँले यो कथा त्यस समयका धार्मिक अगुवाहरू अर्थात् फरिसीहरूलाई सुनाउँदै हुनुहुन्थ्यो, जो पापीहरूसँग येशू बसेको देखेर उहाँको आलोचना गर्थे। यसको उत्तर सरल तर एकदमै गहिरो छ। कथाको बुबाले स्वर्गमा हुनुहुने हाम्रो पिता परमेश्वरलाई सङ्केत गर्नुहुन्छ, अनि त्यो हराएको पश्चातापी छोराले हामी प्रत्येकलाई देखाउँछ जो कुनै न कुनै रूपमा परमेश्वरबाट टाढा भएका छौँ। तर कथामा अर्को छोरा पनि छ, जेठो छोरा, जसले ती धार्मिक अगुवाहरूलाई देखाउँछ जो बाहिरबाट त आज्ञाकारी देखिन्थे तर भित्र हृदयमा प्रेम र क्षमा थिएन।
यो कथाले परमेश्वर र मानिस बीचको सम्बन्धको एउटा सुन्दर चित्र कोर्छ। हामी आफ्नो बाटो रोज्न सक्छौं, उहाँलाई त्याग्न सक्छौं, तर उहाँको प्रेम कहिल्यै घट्दैन। उहाँ सधैँ आफ्ना दुई पाखुरा फैलाएर हाम्रो फिर्तीको प्रतीक्षामा हुनुहुन्छ। चाहे हामी टाढा देशमा हराएका कान्छो छोरा जस्ता हौं वा घरमै बसेर पनि हृदयले टाढा भएका जेठो छोरा जस्ता। र यो फर्कने निम्तो यो केवल यही एउटा कथामा मात्र सीमित छैन। यो त सम्पूर्ण बाइबलको केन्द्रीय सन्देश हो, एक विश्वव्यापी निम्तो जुन हरेक व्यक्ति, हरेक पुस्ताको लागि हो। बाइबलको सायद सबैभन्दा प्रख्यात पद यूहन्ना 3:16ले उडाउँपुत्रको कथाको सन्देशलाई पुष्टि गर्छ। परमेश्वरको प्रेम यति महान रहेछ कि उहाँले हामीलाई फिर्ता ल्याउनको लागि आफ्नो एकमात्र पुत्रलाई नै दिनुभयो। यो नै बाइबलको सबैभन्दा ठूलो प्रेम कहानी हो। यसले के स्पष्ट पार्छ भने परमेश्वरको प्रेम केवल एक भावना मात्र होइन, यो एक कार्य हो। यो एक सक्रिय प्रेम हो जसले हामी र उहाँ बीचको त्यो टुटेको सम्बन्धलाई जोड्नको लागि येशू ख्रीष्ट मार्फत एउटा पुल बनाइदिएको छ। यो परमेश्वरको अनन्त प्रतिज्ञा हो र उहाँको निरन्तर निम्तो पनि। उहाँ भन्नुहुन्छ, मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु। उहाँले हामीलाई फर्कन आग्रह मात्र गर्नुहुन्न, तर हामी फर्कँदा उहाँले हामीलाई स्वागत गर्नुहुनेछ भन्ने वाचा पनि गर्नुहुन्छ। र अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ। उडाउँपुत्रको कथामा देखाएको जस्तो शर्तविहीन आमूल प्रेमलाई साँच्चै स्वीकार गर्दा हाम्रो जीवनमा कस्तो परिवर्तन आउन सक्छ? जब हामीले आफूलाई दण्डको होइन तर उत्सवको योग्य देख्न थाल्छौँ, तब हाम्रो दृष्टिकोण, हाम्रो सम्बन्ध र हाम्रो भविष्य कसरी बदलिन्छ होला? यसको जवाफ खोज्नु नै यो कथाको वास्तविक यात्रा हो।